1,60,000 र 1,50,000 मात्र 5,75,000 5,75,000 रहेको छ मात्र 2,75,000 रहेको 4,75,000 5 लाख डाउन पेमेन्ट 15 लाख रहेको छ भने यसको प्राइस चाहिँ मात्र 8 लाख मात्र 12 लाख रहेको छ 5,25,000 रहेको छ प्राइस चाहिँ मात्र 5 लाख रहेको छ मात्र 3,75,000 नमस्ते म तुलसा स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा आज चाहिँ मसँग रहेका विभिन्न ब्रान्डका गाडीहरूको मूल्य मोडल र त्यसका फिचरहरूको जानकारी लिएर आएको छु यदि हजुरहरू सेकेन्ड ह्यान्ड गाडीको खोजीमा हुनुहुन्छ भने चाहिँ कृपया मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त सुरुवातमै देखाउन गइरहेको छु एकदमै सस्तो अनि बलियो गुरु गाडी यसको प्राइस चाहिँ मात्र 1,50,000 रहेको छ भने यसको मोडल चाहिँ 1979 मोडलमा रहेको छ र त्यसै गरी हामीसँग एकदमै बलियो मारुति सुजुकी जेन रहेको छ यो 2000 मोडलको रहेको छ भने यसको प्राइस चाहिँ मात्र 2,60,000 रहेको छ र हजुरहरू कुनै व्यवसायमा हुनुहुन्छ भने हजुरहरूलाई एकदमै पर्फेक्ट रहने गाडी कार्गो भ्यान पनि रहेको छ यो रहेको छ 2007 मोडल र यसको प्राइस चाहिँ मात्र 2,75,000 रहेको छ है रहेको छ हामीसँग ओम्नी 8 सिटर भ्यान यो रहेको छ 2010 मोडलको र यसको प्राइस चाहिँ मात्र 5,75,000 रहेको छ त्यसै गरी हामीसँग रहेको छ 2001 मोडलको किया सेफिया सेडानमा रहेको छ भने फुल लग्जरियस फुल अप्सनमा र यसको प्राइस चाहिँ मात्र 5,75,000 गरी एकदमै सस्तोमा सेन्ट्रो आइसकेको छ यो रहेको छ 2001 मोडलको र यो फुल अप्सनमा त पाइहाल्नुहुनेछ भने यसको प्राइस चाहिँ मात्र 4,75,000 रहेको छ 2015 मोडलको टाटा सुमो भिक्टामा रहेको छ भने यसमा चाहिँ हजुरहरूले फाइनान्स पनि गर्न सक्नुहुनेछ 5 लाख डाउन पेमेन्टमा तपाईँले यो गाडी आफ्नो बनाउन सक्नुहुनेछ भने यसको फुल प्राइस चाहिँ 10 लाख रहेको छ र हामीसँग एकदमै सस्तोमा रहेको छ डियो म्याट्रिक्स यो 2002 मोडलको रहेको छ भने यसको प्राइस चाहिँ मात्र 3,75,000 रहेको छ र हामीसँग एकदमै रिसेल भ्यालु हाई रहेको टप अप्सनमा 2011 मोडलको i10 आस्था रहेको छ हजुरले यो फुल अप्सनमा पाउन सक्नुहुनेछ भने यसको प्राइस चाहिँ मात्र 15 लाख रहेको छ त्यसै गरी हामीसँग मार्केटमा एकदमै रिसेल भ्यालु हाई रहेको 2010 मोडलको सेन्ट्रो रहेको छ यो हजुरले सेमी अप्सनमा पाउन सक्नुहुनेछ भने यसको प्राइस चाहिँ मात्र 12 लाख रहेको छ त्यसै गरी हामीसँग रहेको छ 2010 मोडलको चेरिटीको यसको फिचरमा चाहिँ तपाईँले पाउन सक्नुहुनेछ अटो गियर सनरुफ 4वटा पावर विन्डो भने यसमा एलइडी ब्याक क्यामेरा लगायत थुप्रै अप्सनहरू पनि पाउन सक्नुहुनेछ यसको प्राइस चाहिँ मात्र 10 लाख रहेको छ र त्यसै गरी हामीसँग रहेको छ 2008 मोडलको जेन एस्ट्रेलियो यो तपाईँले फुल अप्सनमा पाउन सक्नुहुनेछ भने यसको प्राइस चाहिँ मात्र 8 लाख रहेको छ अनि हामीसँग रहेको छ 2005 मोडलको जेन एकदमै फ्रेस कन्डिसनमा पाउन सक्नुहुनेछ भने यसमा चाहिँ तपाईँले पावर विन्डो पावर स्टियरिङ पनि पाउन सक्नुहुनेछ र यसको प्राइस चाहिँ मात्र 5,25,000 रहेको छ हामीसँग 2004 मोडलको सुजुकी जेन रहेको छ यसमा चाहिँ तपाईँले एसी र हिटर अप्सन पाउन सक्नुहुनेछ भने यसको प्राइस चाहिँ मात्र 4,75,000 रहेको छ र त्यसै गरी हामीसँग अर्को रहेको छ फुल अप्सनमा अल्टो यसमा चाहिँ तपाईँले पावर विन्डो पावर स्टियरिङ एसी हिटर लगायतका अप्सनहरू पाउन सक्नुहुनेछ भने यसको प्राइस चाहिँ मात्र 5 लाख रहेको छ हामीसँग 2009 मोडलको अल्टो रहेको छ एलएक्स भेरिएन्टमा भने यसको प्राइस चाहिँ मात्र 8,50,000 रहेको छ यसमा चाहिँ अप्सनमा हजुरले एसी र हिटर पाउन सक्नुहुनेछ भने यो रहेको छ 2008 मोडलको अल्टो एलएक्स भेरिएन्टमा रहेको छ भने यसमा अप्सन चाहिँ तपाईँले एसी र हिटर पाउन सक्नुहुनेछ भने यसको प्राइस चाहिँ 8 लाख रहेको छ गरी हामीसँग रहेको छ डाइहाट्सो सिरेन एकदमै सिंगल ह्यान्डमा र यसमा तपाईँले डुएल एयरब्याग पाउन सक्नुहुनेछ भने पावर विन्डो पावर स्टियरिङ एसी हिटर एलइडी ब्याक क्यामेरा लगायतका थुप्रै अप्सनहरू पाउन सक्नुहुनेछ भने यसको प्राइस चाहिँ मात्र 8 लाख रहेको छ अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद यदि हजुरहरू पनि सेकेन्ड ह्यान्ड गाडी खरिद तथा बिक्री गर्न चाहनुहुन्छ भने पनि हामीलाई सम्झिदिनु होला र मैले देखाएको जुनसुकै गाडीको पनि हजुरलाई थप डिटेल चाहिएमा हाम्रो स्क्रिनमा दिएको नम्बरमा कन्ट्याक्ट गर्नु होला र व्हाट्सएप पनि गर्न सक्नुहुनेछ र यसै गरी यस्तै भिडियो लिएर म फेरि पनि आउनेछु च्यानललाई आजसम्म लाइक सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ लाइक सब्स्क्राइब सेयर गर्न चाहिँ नबिर्सिदिनु होला है त धन्यवाद